उता राख्छु खाना पकाइसक्यो यहाँ खानै पकाइसक्यो ए यहाँ पनि छ त्यो अनुसारले त्यहाँ जेनजीको प्रोटेस्ट हुँदाखेरिमा यहाँ जेनजीको नाममा चोर्ने बढी भयो क्या हामी बेजत भयो नि त त्यही अनुसारले हुँदैन त्यस्तो गर्नु हुँदैन भनेर भएपरको सबै कुरामा त्यो अनुसारले अब कहाँ लगाएको छ भन्दाखेरिमा हाम्रो घरतिरै पर्यो क्या मेरो एउटा बिजनेस छ त्यो ह्यान्डल गर्न मलाई यति गाह्रो छ होइन देशको गभर्मेन्टको हिसाबले एकदम करप्टेड भइसक्यो कि अहिले त्यो हिसाबले चाहिँ मलाई अब बिजनेस गर्न यस्तो गाह्रो भइसक्यो जे कुरामा पनि ट्याक्स भएछ फ्रिजहरू चाहिँ अब तपाईँको सेल्स राम्रो हुँदैन सबैमा तपाईँको पुचिसकेको छ रिप्रेजेन्टेटिभ दिनुस् हामी अझै खोज्न जाँदैछौँ एकदम दाइ तपाईँहरूले गरेर मैले यत्रो सामान पाएको छु पुरा उन डर त भयो स्योर त्यहीको हो त्यही होला पहिलो क्याप लाउनु हाम्रो दाइ हो सबैलाई भगाइरहेछ यहाँ आउनु त यहाँ फ्रिज यहाँ के अरे फ्रिज खाटमुनि कसले ल्याएको हामीले लिएर आएको हो त हिँडेर आयो क्या हो तपाईँ कहाँ छ तपाईँ देखाउनु त्यो गाडी कतापट्टि देखाउनु न देखाउनु तपाईँलाई केही हुँदैन तपाईँले गल्ती गर्यो ठिक छ हामीले केही गर्दैनौँ तपाईँलाई बुझ्नुभयो नि अर्कोचोटि यो यस्तो हुनु भएन कि त्यो अनुसार त्यो पनि एउटा करप्सन बराबर भयो हामी प्रोटेस्ट गरेको कारण भने गभर्मेन्ट करप्सनको लागि हो अब त्यो सबै भनेको त्यो लुटेरालाई त लुट्न दिने त होइन नि त हामी गभर्मेन्टलाई त लुट्न नदिरहेको किसिमले हामी प्रोटेस्ट गरिरहेको छौँ तर हामी माथिकोलाई लड्नुभन्दा पहिला हामीबाट बन्द हुनुपर्छ